हेलो साथीहरू, आज चाहिँ म पनिरको रेसिपी लिएर आएको छु। सो म अब पनिरको सब्जी पकाउन आँटेको। हेर्नु है त म कसरी पकाउँछु। सो मैले चाहिँ पनिरको लागि सबै सामानहरू रेडी गरिसकेँ। हेर्नु, यहाँ पनिर छ, आलु, मटर, अनि त्यसपछि टमाटर पनि मिक्सरमा ग्राइन्ड गरेर राखेको छ, अनि प्याज, क्याप्सिकम, अनि त्यसपछि खुर्सानी, अनि त्यसपछि यहाँ मसला पनि रेडी भएको छ। हिजो लोकल कुखुराको मासुको रेसिपी लिएर आएको थिएँ। सो आज चाहिँ पनिरको रेसिपी लिएर आएको छु। हेर्नु है त म कसरी पकाउँछु। सो म चाहिँ अहिले प्याज काट्दैछु। प्याज काटिसकेपछि त्यसपछि क्याप्सिकमलाई पनि ठिक्क पिस बनाएर काटिसकेँ मैले क्याप्सिकम पनि। मैले कराई पनि बसाएँ, तेल पनि हालेँ। अब म पनिर टक्कसँगले तारेर निकाल्छु। सो हामीले चाहिँ यतिको पनिर रातो पारेर मजाले तार्नुपर्छ। यतिको रातो पारेर तारेर निकाल्नुपर्छ पहिला सुरुमा। सो मैले पनिर पनि तारेर निकालिसकेँ। त्यसपछि कराई पनि तातिएको छ। त्यसपछि मैले प्याज हालेँ। यता चाहिँ मेरो निग्रोको सब्जी पनि पाक्दैछ, यता चाहिँ पनिरको सब्जी। अब म प्याज हालेपछि एकछिन प्याज ब्राउन हुनेसम्म एकछिन चलाउने। प्याज पनि हल्का ब्राउन भयो। त्यसपछि मैले बेसार हालेँ। बेसार हालिसकेपछि एकछिन चलाएँ। मलाई चाहिँ खाना पकाउनु अल्छी लाग्दैन, एकदमै इन्ट्रेस्ट लाग्छ खाना पकाउन। त्यसपछि मैले टमाटर ग्राइन्ड गरेको थिएँ, मैले ग्राइन्ड गरेर राखेको थिएँ, हो त्यो टमाटर हालेँ। सो एकछिन यो टमाटर चाहिँ पाक्छ। त्यसपछि मैले मसला पिसेर राखेको थिएँ। त्यसपछि मैले मसला पनि हालिदिएँ। त्यसपछि मैले नुन हालेँ। त्यसपछि एकछिन यो उसको मसला र टमाटरको पेस्ट एकछिन पाकोस्। ल हेर्नु, यो मसला पनि पाक्यो। त्यसपछि मैले मटर हालिदिएँ। यो चाहिँ मैले अगाडि नै हाफ बोइल गरेर राखेको थिएँ मटर। त्यसरी गऱ्यो भने चाहिँ धेरै बेर पकाउनु पर्दैन नि त। त्यसपछि एकछिन यहाँ पाकोस् भनेर मैले एकछिन छोपेर एकछिन पाकोस् भनेर छोडिदिएको छु। त्यसपछि मैले यहाँ चाहिँ पानी उमाल्दैछु। मैले चाहिँ यहाँ पानी उमाल्दैछु क्या, यो पनिर हाल्नलाई। एकछिन पनिर चाहिँ पानी उमालेकोमा एकछिन 15 मिनट जति डुबाएर राख्यो भने चाहिँ राम्रो हुन्छ क्या पनिर। यो ग्यास्ट्रिक हुने मान्छेहरूलाई पनि पनिर खायो भने ग्यास हुँदैन क्या। यसले चिल्लो सबै निकाल्छ क्या पानीमा डुबायो भने। यसरी बनाएर खानु, ग्यास्ट्रिक हुने मान्छेले खाँदा पनि हुन्छ, केही हुँदैन। यसले औमान पनि हुँदैन कि पनिरदेखि। अनि त्यसपछि मटर पनि पाक्यो। त्यसपछि मैले आलु बोइल गरेर राखेको थिएँ, काटेर राखेको थिएँ, त्यो आलु पनि मैले हालेँ। सो आलु हालेर फेरि एकछिन पकाउँछु म 2-3 मिनट। यसलाई मसलाहरू सबै पस्छ नि त, त्यसैले यसलाई एकछिन पाक्न दिन छोडिदिने। त्यसपछि यता पानी पनि हल्का निकै नै तातिसक्यो। त्यसपछि मैले त्यहाँ पनिर हालिदिएँ। पनिर हालिदियो, यसरी हाल्ने हो। एकछिन पानीमा चाहिँ 10-15 मिनट चाहिँ यत्तिकै छोडिदिने, डुबाएर राख्ने, यत्तिकै छोडिदिने। त्यसको कारणले चाहिँ पनिर एकदमै नरम हुन्छ, यस्तो मिठो स्वादिष्ट हुन्छ कि यसरी पकाएर खायो भने। यसरी यत्तिकै छोडेर उता चाहिँ पाक्दैछ। अब हल्का यति ग्रेभी भएपछि म चाहिँ अब क्याप्सिकम काटेको थिएँ नि, सो यो अब क्याप्सिकम हाल्दैछु क्या। खोर्सानी चाहिँ म हाल्दिनँ, मेरो छोरीले पिरो खाँदैन, अनि उनीहरूलाई निकालिदिएर अनि म लास्टमा चाहिँ यो खोर्सानी चाहिँ काटेर राखेको छु। अनि भरे मात्रै लास्टमा मात्रै हाल्छु कि। मैले चाहिँ त्यो पानीबाट निकालेँ, तरिएर निकालिसकेँ। अनि मैले यसरी प्लेटमा हालेको छु। हेर्नु न यहाँ कस्तो नरम के, यस्तो नरम हुन्छ। अनि केही रियाक्सन गर्दैन कि।
राम्रो हुन्छ। अहिले खायो भने पनि त्यस्तो केही असर गर्दैन। यसरी बनाएर खानु तपाईँहरू पनि, तपाईँहरूलाई पनि मनपर्छ। मेरो पनिर पनि लगभग रेडी हुँदैछ। त्यसपछि मैले अघि राखेको खालको पनिरमा सबै यहाँ पनिर हालिदिएँ। अनि पनिर हालेर यसरी चलाएँ। यसको सबै मरमसला यो पनिरभित्र भिज्छ नि त, मजाले एकछिन भिज्न दिनुपर्छ। एकछिन 2-3 मिनट चाहिँ यत्तिकै पकाइराख्ने। फाइनली मेरो पनिर पनि रेडी भयो, हेर्न सक्नुहुन्छ। मैले चाहिँ पनिरको सब्जी पकाइसकेको छु। तपाईँहरूले पनि यस्तै पकाएर खानु होला, एकदमै मिठो हुन्छ है त। ओके बाई गाइस, सी यू। फेरि पनि म अर्को रेसिपी लिएर आउँछु है त अर्कोचोटि चाहिँ।